नेपालमा महिलाको अवस्था कस्तो छ? म यो कुरा कुनै राय वा भावनाको भरमा गर्दिनँ, बरु तथ्यको आधारमा गर्छु। जर्जटाउन युनिभर्सिटीको वुमेन पिस एन्ड सिक्युरिटी इन्डेक्स 2025ले 181 देशको अध्ययन गरेको छ र नेपाललाई 120वें स्थानमा राखेको छ। नेपाल, जहाँ महिलाहरू जनसङ्ख्याको करिब 51% छन्, त्यो देश महिला समानतामा 120वें नम्बरमा छ। यो सोच्ने लायक कुरा हो। आज यो 3 भागको सिरिजमा हामी कुरा गर्नेछौँ महिलाको सहभागिता अर्थात् इन्क्लुजनको बारेमा। हाम्रो संविधानले संसदमा 33% महिला सहभागिता सुनिश्चित गरेको छ। यो कागजमा निकै राम्रो देखिन्छ, तर भर्खरको चुनावको नतिजा हेरौँ। 165 प्रत्येक सिट मध्ये केवल 14 जना महिलाले मात्र चुनाव जितेका छन्। यो भनेको जम्मा 8.5% मात्र हो। यो फरक नै हाम्रो समस्याको सबैभन्दा ठुलो तस्बिर हो। पढाइको कुरा गर्दा अवस्था अझै चिन्ताजनक छ। नेपालमा 25 वर्षभन्दा माथिका महिलाले औसतमा जम्मा 3.5 वर्ष मात्र स्कुल गएका छन्। तुलनाको लागि श्रीलङ्कामा यही सङ्ख्या 10.7 वर्ष छ। यसको मतलब धेरै महिलाहरू अझै माध्यमिक वा उच्च शिक्षासम्म पुगेका छैन र शिक्षा बिना आर्थिक स्वतन्त्रता सम्भव छैन। रोजगारीको कुरा गर्दा नेपालमा करिब 30% महिलाहरू मात्र औपचारिक रोजगारमा छन्, अर्थात् धेरै महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुन सकेका छैन। जब महिलाको हातमा पैसा र त्यसलाई खर्च गर्ने निर्णय गर्ने अधिकार हुँदैन, तबसम्म असली समावेशिता सम्भव छैन। अब एउटा उदाहरण हेरौँ। रवान्डा एउटा देश जसले सन् 1994मा भयानक जेनोसाइड भोग्यो, लाखौँ मानिस मारियो। त्यो बर्बादीपछि उनीहरूले देश बनाउँदा महिलाहरूलाई अगाडि राखे। आज त्यहाँ संसदमा 61% महिला छन् र त्यो देश अफ्रिकाको सबैभन्दा छिटो बढिरहेको देशमध्ये एक हो। अब एकछिन आइसल्यान्डलाई हेरौँ। त्यहाँ इक्वल पे कानुन छ। कुनै पनि कम्पनीले महिलालाई पुरुष सरह तलब दिए प्रमाणपत्र सरकारबाट लिनुपर्छ। यदि दिएन भने उनीहरूले जरिवाना लाग्छ। यसले गर्दा त्यहाँका महिलाहरू आर्थिक रूपमा निकै स्वतन्त्र र बलियो छन्। अब समस्या मात्र होइन, संविधानको कुरा गरौँ। बालयन्सा र राजसपा जस्ता नयाँ शक्तिहरू र नयाँ सरकारले के गर्न सक्छ? पहिलो, छोरीहरूको शिक्षामा लगानी बढाउने र ग्रामीण क्षेत्रमा महिलाको लागि डिजिटल लिट्रेसी र फाइनेन्सियल लिट्रेसी ल्याउनु पर्छ। दोस्रो, महिला उद्यमीहरूलाई सहज लोन दिनुपर्छ र राम्रो खबर यो छ कि वर्ल्ड ब्याङ्कले यसका लागि फेब्रुअरी 2026मा नेपालले $95 मिलियन अप्रुभ गरिसकेको छ। तेस्रो, सबै पार्टीहरूले महिला उम्मेदवार हार्ने सिटमा मात्र होइन, जित्ने सक्ने सिटमा पनि उठाउनु पर्छ। किनकि जब महिलाले शिक्षा, रोजगारी र निर्णय प्रक्रियामा समान अवसर पाउँछ, त्यो देशको विकास पनि छिट्टै हुन्छ। अर्को भागमा कुरा गर्नेछौँ न्यायको बारेमा। कानुन त छ, तर महिलाले साँच्चै न्याय पाउँछ कि पाउँदैन? जय नेपाल।